जय श्री राधे राधे। आज हामी तपाईहरुलाई बृहस्पति अस्त हुँदैछ 2083 सालमा कहिलेदेखि कहिलेसम्म रहनेछ त अस्तको समय, कति दिन रहनेछ, यस समयमा कस्तो कस्तो कार्यहरू गर्न उपयुक्त हुन्छ, कुन कार्य गर्ने कुन नगर्ने सम्पूर्ण जिज्ञासाहरू तपाईहरुलाई मेट्ने कोसिस गरेका छौं। कृपया पूरा भिडियो हेर्नु होला अनि मात्र यसको बारेमा जानकारी पाउन सक्नुहुनेछ। 2083 साल आषाढ महिनाको 32 गते जुलाई 16 2026 को दिनबाट बृहस्पति अस्त हुँदैछन्। 25 दिनसम्म बृहस्पति अस्त रहनेछ। त्यो समयमा कुन कुन कार्य गर्ने कुन कुन कार्य नगर्ने त यसबारेमा हामी जानकारी गराउनेछौँ। भने बृहस्पति अस्त उदयको समय अगस्त 9 2026, यसै गरी साउनको 24 गतेसम्म अस्त रहनेछन्। त्यो समयमा के कार्य गर्न मिल्छ त त्यो बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेका छौं। हामी कुनै पनि काम्य नैमित्तिक कार्यहरू यसमा गरिने छैन। यसमा नित्य गरिने कर्महरू गर्न सकिनेछ। जस्तै हामीले मान्दै आएका कुराहरू गर्न मिल्ने कुराहरू नित्य पूजाहरू, जप, ध्यानहरू, दान, पुण्यहरू गर्न सक्नुहुनेछ। कुनै तीर्थहरू स्मरण गर्दै घुम्दै गर्नु भएको छ भने तीर्थहरू पनि घुम्ने कुराहरू र तपाईले गरिरहेका विभिन्न व्रतहरू छन्, जस्तै एकादशीको व्रतहरू लिनु भएको छ, पूर्णिमाको व्रतहरू लिनु भएको छ, त्यो व्रतहरूलाई तपाईलाई रोकिदैन। नयाँ व्रत शुभारम्भ गर्न चाहिँ मिल्दैन, नयाँ कार्यहरू गर्न मिल्दैन। त्यसरी गर्न नमिल्ने कुराहरूमा तपाईहरुलाई विवाह गर्न मिल्दैन। यो एकपटक गरिन्छ, यसलाई दिन तिथि मिति हेराएर गरिने कार्य हो। यसै गरी व्रतबन्ध अथवा उपनयन प्रक्रिया पनि गर्नु हुँदैन। नयाँ घर गृह प्रवेश अथवा नयाँ घर निर्माण पनि गर्नु यो समयमा उपयुक्त मानिँदैन। यसै गरी देव प्रतिष्ठा, कुनै पनि मन्दिरहरू शिलान्यास गर्ने, प्रतिष्ठाहरू त्यसलाई गर्ने कार्यहरू पनि यो समयमा गर्नु उपयुक्त मानिँदैन। यसैले पनि तपाईहरुलाई जानकारी भइसकेको, हामीले कुनै लक्ष्य लिएर कुनै एउटा कामना गरेर त्यसको लागि गरिने व्रतहरू गर्न मिल्दैन भने हामीले गरिरहेको, जस्तै श्रावण महिना परिरहेको छ, श्रावणी जुन मेला लागिरहेको छ, प्रत्येक जुन समय त्यही समयमा रहेको छ, त्यो समयमा तपाईले गरिराख्नु भएको छ भने त्यसलाई गर्न मिल्छ भने नयाँ व्रतहरू एउटा कामनाको साथ गरिने व्रतहरू यसमा गर्न मिल्दैन। यसमा तपाई स्पष्ट रहनु होला। यसलाई सुतक कति समय लाग्छ भन्ने बारेमा पनि तपाई जानकारी दिने गर्दछौं, किनकि यो समय जुन समय रहेको छ 2083 साल अषाढ महिनाको 29 गतेदेखि सुतक लाग्ने गर्दछ, 3 दिन अगाडि, र अन्तिम समय साउनको 27 गते जुन बुधबार रहेको छ, बुधबारसम्म त्यसको सुतक